नमस्ते एभ्रिबडी, सबैलाई नमस्ते। ल म चाहिँ कामबाट अब फर्किन लागेँ घरतिर। मेरो काम गर्ने ठाउँबाट फर्किन लागिरहेको छु। अब चाहिँ घरतिर जाने हो। बाई बाई भाइ, हाम्रो भाइ हो है। अरे भाइ बाई बाई। ल अब चाहिँ गाडी स्टार्ट गर्न लाग्यो। अब घरतिर जाने हो। अनि भोलि फेरि हाम्रो चाहिँ मेरो चाहिँ ड्युटी यही टाइममा हुन्छ। त्यसैले अब गाडी स्टार्ट गरेँ। अब के हुन्छ, कस्तो कस्तो हुन्छ, म कुनै त्यस्तो भ्लगर त होइन। त्यही पनि यसो कस्तो के भनेर, कस्तो हुन्छ के हुन्छ भनेर सिक्दै हो। ल है त। आज चाहिँ शीतल रहेछ, घाम लागे तापनि। देश छोडी परदेश लागेपछि कामको महत्त्व के हो, समय के हो बुझिँदो रहेछ। हुन त देशमै रहँदा पनि नबुझेको त होइन, तर त्यो भन्दा ज्यादा परदेश लागेपछि हरेक जिम्मेवारी, हरेक कुराहरू आफूले गर्दाखेरिमा पहिला बाबुबाजेहरूले चाहिँ चाख्छस् तेरो पालोमा भन्नुहुन्थ्यो। त्यो चाहिँ बालापनको मस्तिष्कमा रहे तापनि आज त्यो एकदम वास्तविक कुरा आफ्नो जीवनको भोगाइसँग एकदम मेल खाइरहेछ। वास्तवमा बाबुबाजेहरूले चाहिँ त्यत्तिकै उखान बनाएको होइन रहेछन्, बनाउनु भएको होइन रहेछ। किनभने उहाँहरू चाहिँ भोगेर चेतेर आफूलाई निखार्दै यो कुरा चाहिँ यस्तो हो है भनेर पक्का भोगेपछि उखान बन्दै गएको हुनसक्छ, जहाँसम्म लाग्छ। लाइफमा बसिरहेको छु। ल है त हजुर, म कामबाट हात पनि ट्याक्क आइपुगेँ। अब चाहिँ ठ्याक्क आइपुग्यो। घरतिर जाउँ, बुढी र छोरा के गर्दैछन् हेरौँ होइन। ल अब माथि रुमतिर जाउँ। मेरो छोरा चाहिँ घरमा छैन रहेछ है, तल्लो बहिनीहरूको रुममा कराउँदैछ।